ल कोरियाको विशेष दिन भन्ने सोचा है हानगुगे थु हान नाल 27 को कोरियाको विशेष दिन बारेमा छ त्यसमा हेर्नुहोस् अब के छन् त कोरियामा विशेष दिनहरू है विशेष किसिमको मानेको दिनहरू के छन् त भन्ने विषयमा छ हानगुगे कोरियाको विशेष दिन नाल भनेको के हो त दिन है अब खुख्याङ इरुन नारायस छङहान तुगवेलहान नाल्लो यक्साजगिनरो तुत्किपुन नारुन खिम्यान हागना खङछुक हानुन नालुम्निदा भनेर भनेको छ खुख्याङ इल्नुन भनेको छ खुख्याङ इल भनेको चाहिँ के हो त राष्ट्रिय दिवसहरू हैन राष्ट्रिय दिवस चाहिँ नारायस देशमा छङहान भनेको चाहिँ तोकिएको अथवा चाहिँ निदो गरिएको तोकिएको है देशमा तोकिएको तुगवेलहान नाल्लो विशेष दिनको रूपमा है विशेष दिन र यक्साजगिन भनिया छ यक्साजगिन भनेको चाहिँ के हो त ऐतिहासिक है ऐतिहासिक तुत्खिबुल नारुल भनेको छ तुत्खिब भनेको गहिरो अर्थ भन्न खोजेको है तुत भनेको चाहिँ के हो त अर्थ हो अनि क्षिप्ता भनेको के हो गहिरो हुनु अनि यसैबाट बनिया छ तुत्खिपुन भनेको चाहिँ के त गहिरो अर्थ है डीप अर्थ गहिरो अर्थ भएको नारुन दिनलाई खिन्यम हागना स्मरण गर्ने खिन्यम हादा हुन्छ स्मरण गर्नु सम्झनु है सम्झने अथवा ख्याङछुक हानुन नालिम्दा भनेको छ ख्याङछुक हादा भनेको मनाउनु सेलिब्रेट गर्नु है मनाउने दिन हो भनेर भन्छ है स्मरण गर्ने वा मनाउने दिन हो भनेको राष्ट्रिय दिवस चाहिँ देशमा तोकिएको है विशेष दिनको रूपमा ऐतिहासिक गहिरो अर्थ राख्ने है गहिरो अर्थ राख्ने दिनलाई सम्झिने अथवा स्मरण गर्ने र मनाउने दिन हो भनेर राष्ट्रिय दिवसको है अब इरान खुख्याङ इरेनुन है यस्तो किसिमका राष्ट्रिय दिवसहरू चाहिँ अथवा राष्ट्रिय दिनहरू चाहिँ उरी नारावे है हाम्रो देशको थोप्लिबुलुए है थोप्लिबुलुए भनेको केका निम्ति भन्दाखेरि स्वतन्त्रताका निम्ति हाम्रो देशको स्वतन्त्रताका निम्ति मान्छेरुल फुरिनुन सामिल जल भनेको छ मान्छेरुल फुरिनुन भनेको चाहिँ जय जय होस् दीर्घायु होस् भनेर कामना गर्ने फुरिनुन भनेको चाहिँ भनिने है सामिल जल के हो त त्यही राष्ट्रिय स्वतन्त्रताको अभियान दिन है राष्ट्रिय स्वतन्त्र राष्ट्रको स्वतन्त्रताको लागि अभियान सुरुवात गरेको दिन जुन सामिल जल छ यो चाहिँ इल्बन मान मिक्से छेबे रो भनेको छ है इल्बन भनेको जापानको सिक्मिन छेबे भनेको छ सिक्मिन छिबे भनेको चाहिँ के हो त भन्दाखेरि जापानी उपनिवेश भनेको है जापानको अतिक्रमण अथवा जापानको विस्तारवादी नीति अथवा उपनिवेशबाट हेवाङथेन गसेल भनेको छ हेवाङथेन गसेल भनेको चाहिँ मुक्त भएको कुरालाई है मुक्त हेवाङथेन भनेको चाहिँ मुक्त भएको कुरालाई दिनलाई किन्याम हानुन खाङबोक्जल भनेको छ अनि त्यो मुक्त भएको कुरालाई चाहिँ मुक्त भएको दिनलाई चाहिँ है स्मरण गर्ने फेरि कुन दिनै छ त भन्दाखेरि ख्याङबोक्जल अनि चाहिँ स्वतन्त्रता दिवस है राष्ट्रिय स्वतन्त्रता
दिवस। कोरियाको स्वतन्त्रता दिवसलाई के भन्छ त भन्दाखेरि ह्याङबोक्जल कार्ल सिबोइलमा चाहिँ मनाइन्छ यो। अनि हानमिन छोवे है, हानमिन छोवे भनेको कोरियन प्रजाति भन्न खोजेको है, कोरियाका मान्छे भन्न खोजेको, कोरियन प्राचीन नागरिक भन्न खोजेको, नागरिक कोरियाका पुराना कोरियन प्रजातिका मान्छेहरू छतफुटकाइन भनेको छ है। पहिलो राष्ट्र भएको कोरियन प्रजातिहरूको अथवा कोरियन प्राचीन मान्छेहरूको पहिलो राष्ट्र भएको छोसन भनेको छ है। छोसनको पालाको खेगुगुल, खेगुग भनेको चाहिँ राष्ट्र स्थापना भनेको, राष्ट्र स्थापना पनालाई ख्याङ्छक हानुन भनेको चाहिँ मनाइने खेछन्सल, खेछन्जल भनेको चाहिँ के हो त राष्ट्रिय स्थापना दिवस, स्थापना दिवस है, राष्ट्र स्थापना दिवस सिवल सामिल है, अक्टोबरको 3 तारिकमा पर्छ। कुरिगो अनि सेजोङ थेवाङी है, सेजोङ थेवाङी, सेजोङ राजा महाराजाले है, थेवाङ भनेको चाहिँ महाराजा, वाङ भनेको राजा, थे भनेको ठुलो हो, महाराजा भन्नु। सेजोङ महाराजाले हानगुल साङछे हासिन है, कोरियन लिपि, हानगुल भनेको के हो त कोरियन लिपिलाई लिपि निर्माण गरिनु भएको है, साङछे हासिन भनेको प्रतिपादन गर्नु भएको गसिल कुरालाई खिन्याम हानुन नाल नाल हानगुल नाल है, खिन्याम हानुन हानगुल नाल है स्मरण गरिने कुन दिन हो त भन्दाखेरि कोरियन लिपि दिवस, कोरियन लिपि दिवस दिवस सिवल खुइल टुगे है, अक्टोबरको 9 तारिक आदि हेदाङ ख्याङ्गिदा भनेको छ है, सम्बन्धित हुन्छ भनेर भनेको हुन्छ। केमा सम्बन्धित हुने हो भन्दाखेरि राष्ट्रिय दिवस अन्तर्गतमा सम्बन्धित हुन्छ भनेर भन्छ। ल अब यहाँबाट हेरौँ त के रहेछन् त राष्ट्रिय दिवस र तिनीहरूको अर्थ के कस्तो छुट्या रहेछ भन्दाखेरि यस्ता किसिमका, अब यहाँसम्म माथि चाहिँ राष्ट्रिय दिवस भनेको के भन्ने कुरा बताए है। राष्ट्रिय दिवस भनेको के रहेछ त भन्दाखेरि देशमा चाहिँ तोकिएका विशेष दिनको रूपमा है, ऐतिहासिक र गहिरो अर्थ राख्ने दिनलाई चाहिँ सम्झिने अथवा चाहिँ स्मरण गर्ने दिनलाई चाहिँ राष्ट्रिय दिवस भनेर भन्दो रहेछ। अनि त्यसपछि राष्ट्रिय दिवसमा के गर्दो रहेछ भन्दाखेरि इरान यस्तो किसिमको राष्ट्रिय दिवसमा चाहिँ है उरिनाराय थोक्लिगुल ये मान्छेहरू फुरिनुन् है, हाम्रो देशको चाहिँ स्वतन्त्रताको लागि चाहिँ दीर्घायु होस् भनेर, हाम्रो स्वतन्त्रताको लागि चाहिँ राम्रो होस् भनेर चाहिँ सुरुवात गरिएको दिन है, जुन स्वतन्त्रता अभियान दिवस चाहिँ के रहेछ सामिल जल रहेछ है, सामोल टिभीले मनाइने होइन भनेको यो चाहिँ सामिल जल। त्यस्तै गरी इल्बोने सिकमिन छेलबेरो बुख है, जापानको चाहिँ उपनिवेशबाट चाहिँ मुक्त भएको दिन, अब जुन चाहिँ मुक्त भएको दिन छ अनि त्यसलाई चाहिँ स्मरण गरिने के त भन्दाखेरि ह्याङबोक्जल स्वतन्त्रता दिवस। अनि हानमिन छुक्वे छगुन टुक्टिन भनेको छ भनेको कोरियन प्रजातिहरूको चाहिँ पहिलो राष्ट्रको स्थापना भएको है, पहिलो राष्ट्र स्थापना भएको शोषण राज्यको, प्राचीन शोषण राज्यको चाहिँ स्थापना भएको ख्याङ्छुक हानुन त्यो मनाइने, त्यसलाई स्मरण गरिने चाहिँ ह्याङजल भनेको चाहिँ राष्ट्रिय स्थापना दिवस है, राष्ट्रपना स्थापना दिवस। अनि सेजोङ थेवाङी जस्तै सेजोङ राजाले है, सेजोङ राजाले चाहिँ कोरियन लिपि जुन हानगुल भनेको छ कोरियन लिपिलाई चाहिँ निर्माण गर्नु भएको है दिनलाई सम्झिने चाहिँ कुन त हानगुल नाल आदि चाहिँ सम्बन्धित हुन्छ। गरे के कुरामा सम्बन्धित हुन्छ भन्दाखेरि राष्ट्रिय दिवसमा चाहिँ सम्बन्धित कुराहरू भनेर भन्नुहुन्छ। के रहेछ राष्ट्रिय दिवसहरू भन्दाखेरि सामिल जल रहेछ, 3 को 1 तारिकमा मनाउने होइन, सामल 1 तारिकमा मनाउने रहेछ। यो चाहिँ राष्ट्र चाहिँ स्वतन्त्र होस् भनेर कामना सहित गरेको अभियान, त्यो अभियानमा चाहिँ है सुरुवात गरेको थियो कोरियाको। अनि इल्बन जस्तै जापानको चाहिँ उपनिवेशबाट चाहिँ मुक्त भएको दिन कहिले त भन्दाखेरि ह्याङबोक्जल कार्ल सिबोइललाई स्मरण गरेर मनाइने स्वतन्त्रता दिवस।
अनि कोरियन प्रजातिहरू कोरियन मान्छेहरूको चाहिँ राष्ट्र चाहिँ स्थापना भयो है, राष्ट्र निर्माण भयो, राष्ट्र स्थापना भएको दिन चाहिँ के त खेचन्जल भयो राष्ट्रिय स्थापना दिवस। त्यस्तै गरी चाहिँ सेजोङ राजाले है, सेजोङ महाराजाले चाहिँ कोरियन लिपिलाई चाहिँ निर्माण गर्नु भएको, त्यसैलाई सम्झिएर मनाइने चाहिँ कोरियन लिपि दिवस है। यो चाहिँ 10 को 9 तारिक चाहिँ यही राष्ट्रिय दिवससँग सम्बन्धित हुन्छ भनेर चाहिँ यहाँसम्म कुरोले भनेको छ है त। ल अब यहाँबाट अगाडि हेरौँ। खुख्याङइरन है राष्ट्रिय दिवस चाहिँ फब्जङ ख्याङयुल्लो भनेको छ है। फब्जङ ख्याङयुल्लो भनेको चाहिँ के त कानुनी है। फब्जङ भनेको कानुनी, ख्याङयुल्लो भनेको चाहिँ राष्ट्रिय विधा, राष्ट्रिय विधा भनेर भनेको है। कानुनी राष्ट्रिय विधाको रूपमा है, लोले चाहिँ रूपमा भन्ने अर्थ पनि दिन्छ, रूपमा छिजङथोय इस्सुम्य है, तोकिएको हुनुका साथै, तोकिएको छ र भने पनि भयो, हुनुका साथै भने पनि भयो। खाकजोङ भनेको छ है, प्रत्येक परिवार भन्न खोजेको है। खाकजोङ प्रत्येक परिवारले चाहिँ खिन्याम सिगवा है, प्रत्येक परिवारले प्रत्येक जनताहरूले चाहिँ के त भन्दाखेरि खिन्याम सिग भनेको छ है, स्मरणको समारोह है। यो स्मरणको समारोह र ख्याङजोक ख्याङसा अब भनेको के त भन्दाखेरि विभिन्न कार्यक्रमहरू है, कार्यक्रमहरू चाहिँ यल्लिम्निदा भनेको छ, ओपन हुन्छ, खुल्छ है, आयोजना गरिन्छ भनेर भन्छ। अनि खाजाङ एस परिवारमा चाहिँ किप्पुमुल हाम्के हागी उयाय है, परिवारमा चाहिँ किप्पुमुल, किप्पुम भनेको के हो त खुसी है, किप्पुदा भनेको खुसियाली हो नि हैन, किप्पुदा भनेको खुसी हुनु। अनि यसमा चाहिँ एउटा लगाएको छ भिएसटी प्लस म र है, म र सरी म र लगायो भने चाहिँ भवेल एन्डिङमा म, कन्सोनेन्ट एन्डिङमा लगायो भने चाहिँ अर्थ यो के बन्न जान्छ, नाउन बन्न जान्छ है, खुसी बन्न जान्छ। किप्पुदा भनेको खुसी हुनु, किप्पुम भनेको के त खुसी याली भन्न खोजेको है, खुसी अथवा खुसियाली। खुसियाली चाहिँ हाम्के हागी उयाय सँगै गर्नका लागि, हाम्के भनेको के हो त सँगै, हागी उयाय है, कि उयाय भनेको चाहिँ के त गर्नका लागि, सँगै गर्नका लागि। खुक्की रुल खेर्याङ हाम्निदा भनेको छ। खुक्की भनेको राष्ट्रिय झण्डा है, राष्ट्रिय झण्डा, झण्डालाई के गरिन्छ अरे खेर्याङ हाम्निदा फहराइन्छ भनेर। ल अब कुरा के गर्यो भन्दाखेरि परिवारमा चाहिँ खुसियालीलाई सँगै चाहिँ साटासाट गर्नका लागि है के गरिन्छ त भन्दाखेरि राष्ट्रिय झण्डालाई फहराइन्छ। अब अगाडि खान खान हो है, एकतर्फ चाहिँ अर्कोतर्फ खेइने इल्स्याङ छुङ छुक्का हानु छुक्का हागाना एदो हानुन छुबेल हान नाल्लो दो सुन्दा भनेर भनेको छ। अर्कोतर्फ चाहिँ खेइन है व्यक्तिको, इल्स्याङ जुङ है के त इल्स्याङ भनेको जीवन है, जीवन मध्ये छुक्का हागाना है व्यक्तिगत जीवन, इल्स्याङ भनेको जीवन, जसलाई के भन्छ यो साम पनि भन्छ है, जीवन व्यक्तिको व्यक्तिगत जीवन मध्ये, जुङले मध्ये जनाउँछ, मध्ये छुक्का हागाना बधाई दिने अथवा येदो हानुन भनेको शोक व्यक्त गर्ने, शोक प्रकट गर्ने, शोक प्रकट गर्ने है। टुबेलहान नाउ दो है विशेष दिन पनि इस्सुमिदा छ गरे, यस दिन पनि छ भनेर भन्छ। ल विशेष दिन पनि छ भनेर भन्छ। कोरियामा चाहिँ अर्कोतर्फ के पनि छ भन्दाखेरि व्यक्तिगत जीवनमा चाहिँ बधाई दिने है, व्यक्तिगत जीवनमा चाहिँ बधाई दिने अथवा शोक प्रकट गर्ने कुरा पनि विशेष दिनहरू छ भनेर भन्छ। मञ्ज सबैभन्दा पहिले थोरुल आगिगात या नान्जी इल्ल्यान फैनुन नाउ
लो 가족과 친지들이 모여 아기의 한 살 생일을 축하하고 건강하게 살아는 것을 염원하는 콜찬지를 합니다 भनेर भनेको छ। अब यसको कुरा गरौँ सबैभन्दा पहिले खोल भनेको चाहिँ के त पहिलो जन्मदिन हो नि हैन 1 वर्ष हुँदाखेरिको जन्मदिन पहिलो जन्मदिन चाहिँ आगीका थिया नान्जी भनेको छ है बच्चा चाहिँ जन्मिएको थिया नान्जी बच्चा जन्मिएको है इल्यान फेनुन नल्लो है 1 वर्ष भएको दिनको रूपमा खाजोक भनेको परिवार र छिन्छिदुरी भनेको नातेदारहरू है छिन्चक भनेको चाहिँ के त नातेदार है नातेदारहरूले मोइदाबाट आएको है मोइदा भनेको के त भेला हुनु है अब भेला भई अथवा भेला भएर आगिवे हान्साल सेंगिल भनेको छ बच्चाको चाहिँ के त पहिलो जन्मदिन भन्न खोजेको है 1 वर्षको जन्मदिनलाई छुक्का हागो बधाई दिने र खनगाङ आगे छारालुल गसिल भनेको छ खनगाङ आगे भनेको के त स्वस्थ रूपमा है छारालुल गसिल भनेको चाहिँ दीर्घायुको कामना भन्नु है स्वस्थ तथा दीर्घायुको कामनालाई यमन हानुन है के गर्ने आशीर्वाद दिने खोलछान्जिरुल हामिदा भनेर भनेको छ के गर्छन् गरे भन्दाखेरि पहिलो जन्मदिनको पार्टी गर्छन् खोल भनेको चाहिँ के हो त भन्दा पहिलो जन्मदिनको पार्टीको त्यो पहिलो जन्मदिनको पार्टीमा चाहिँ के त बच्चा 1 वर्ष भएको दिनको रूपमा चाहिँ परिवारका नातेदारहरू चाहिँ सबै जम्मा भएर बच्चाको सुस्वास्थ्य एवं दीर्घायु भन्न खोजेको सुस्वास्थ्य एवं दीर्घायुको कामना गर्दै के गर्छन् भन्दाखेरि यो पहिलो जन्मदिनको पार्टीलाई ल खेरोन दो अब यो खेरोन भनेको के हो त विवाह पनि छुङयोहान है विशेष अथवा महत्त्वपूर्ण है छुङआदान महत्त्वपूर्ण हो छुङयोहान भनेको के त महत्त्वपूर्ण इल्सेङ यरेदो उइरेदो भनेको छ है इल्सेङ उइरे भनेको चाहिँ के त जीवनयापनमा है जीवनयापनको रूपमा ये जाने नुन है पहिल्यैबाट चाहिँ छन्थङ थाङसिगविर हुल्लेगा माना जिम्यान भनेको छ है परम्परागत तरिका थाङसिक भनेको अङ्फप भनेको तरिका अङ्फप थाङसिक यान फप भनेको चाहिँ सबै दियो त तौर तरिका भन्नु भनेको तरिका है ओ हुल्लेगा माना जिम्यान भनेको छ हुल्ले भनेको के त हुल्ले भनेको पनि त्यही परम्परागत शैली भन्न खोजेको है परम्परागत शैली चाहिँ वृद्धि हुनुका साथै वृद्धि भइरहेको छ तापनि योजुम एनुन आजकल चाहिँ थेबुगुन अधिकांश ह्यान्डे जगिन खेरोन सिगुल हामिदा भनेर भनिन्छ आजकल चाहिँ अधिकांश ह्यान्डे जगिन भनेको आधुनिक है आधुनिक खेरोन सिगुल हामिदा विवाहको समारोह गर्छौं भनेर भनेको छ ल अब पहिला के गर्दा रहेछन् भन्दाखेरि खेरोनेन अब जस्तै विवाहमा पनि महत्त्वपूर्ण है दैनिक जीवनको रूपमा महत्त्वपूर्णको जीवनको रूपमा चाहिँ ये जानेन पहिलामा चाहिँ परम्परागत शैलीद्वारा चाहिँ विवाहलाई चाहिँ मनाउने मान्छे धेरै भए तापनि अहिले चाहिँ अधिकांश चाहिँ के छ त भन्दाखेरि आधुनिक तरिकाबाट चाहिँ विवाहको समारोह गरिन्छ भनेर भन्छ हाजीमान है तापनि खेरोनसिक हुए विवाहको समारोह हैन विवाहको समारोह पछि सिल्लाङ फुमनिम गए गरे सिल्लाङ भनेको बेहुलाको फुमनिम है आमा बुवा है फुमनिम भनेको अभिभावक अथवा र छिन्छक दुले दुल्गे भनेको छ छिन्छक दुल भनेको चाहिँ के हो त नातेदारलाई है नातेदारलाई इन्सारुल फुरिनुन है अभिवादन गरिने अथवा चाहिँ
ढोग्ने फेबेक भनेर भनेको छ। यसलाई फेबेक भनेको चाहिँ आफ्नो आमा बुवाले ठुलो मान्छेलाई ढोग्ने ढोगलाई फेबेक भन्छ। मान्छे अथवा आमा बुवालाई ढोग्ने ढोगलाई फेबेक वा खातुन जस्ता थङथङ जगिन परम्परागत फुङसुम्बी यजनी नामा सुम्निदा भनेछ। यस्ता चाहिँ चलनहरू यजनी अझै पनि नामा सुम्निदा अझै पनि के छ त बाँकी रहेको छ भनेर ल कुरा के गर्यो भन्दाखेरि हाजिमान तथापि तापनि त्यस्तो भए तापनि फेरन्सिक लिए है विवाह पश्चात बेहुलाको आमा बुवा है र नातेदारहरूलाई ढोगिने ढोगलाई के भन्छ त फेबेक र यस्तै छन्थोक जगिन सुमसुमी यस्तै परम्परागत चाहिँ चलनहरू चाहिँ अझै पनि बाँकी रहेको छ। अब यहाँ हुन्छ खाजोगिना छिनै है परिवार अथवा छिन भनेको पनि त्यही हो, नातेदारै भनेको है, रिश्तेदार नातेदार। परिवार अथवा नातेदारले थोरा खासिमेन है परिवार अथवा नातेदार चाहिँ थोरा खासिमेन थोरा खासिदा भनेको र यो चुक्दा भनेको उस्तै हो है मर्नु। हजुर के भन्नुभयो? मर्नु कि मर्नु खाजोगिना छिनी है परिवार अथवा नातेदारहरू के हुनुभयो भने मर्नु भयो भने अथवा चाहिँ देहान्त भयो भने खोथौँ बित्नु भयो भने खोथौँ प्राय सामिलिना ओइल तोङान छाङ्रे रोल छिनिमिदा भनेर भनेको छ। 3 दिनदेखि 5 दिनसम्म चाहिँ के त अन्त्येष्टि गर्न गरिन्छ भनेर भन्छ है। अब यहाँ 12 दिन 13 दिन हुनुपर्थ्यो है, त्यहाँ कुरियामा के हुँदो रहेछ भन्दाखेरि 3 दिनदेखि 5 दिनसम्म चाहिँ अन्त्येष्टि कर्म गरिन्छ भनेको छाङ्रे रोल छिनिमिदा भनेको चाहिँ के त अन्त्येष्टि कर्म गर्नु है अन्त्येष्टि गर्नु अन्त्येष्टि कर्म गरिन्छ भनेर भनेको छ। छोमुन के भन् अब यो छोमुनको के भनेको चाहिँ उयो हाम्रो नेपालमा के त मलामी हुनुपर्छ कि है मलामीहरू चाहिँ खमुनसेक वसुल इफको है त्यो जुन शोकसभामा उपस्थित हुने मान्छेहरू चाहिँ खमुनसेक वसुल इफको कालो कपडा चाहिँ लगाएर छाङ्ने सिकजाङे है अन्त्येष्टि कर्मस्थल भन्न खोजेको भनेको चाहिँ के हो त यहाँ भन्नु भयो अब चाहिँ अन्त्येष्टि कर्मस्थल भनेर भन्छ। अन्त्येष्टि गर्ने ठाउँमा खास गएर छोरा खासी छोरा खासी सुने है छाङ्रेसी भन्छ अन्त्येष्टि गर्ने ठाउँमा गएर छोरा खासिन बुने छोरा खासिन भन्नु के त बित्नु भएको महानुभाव अथवा मान्छेको बारेमा मुक्यामुल हागना है बित्नु भएको मान्छेमा चाहिँ के त शोक प्रकट गर्ने अथवा छल हागो भनेको चाहिँ के हो त ढोग गर्ने है गर्ने छोरा खासिन बुने है बित्नु भएको जुन चाहिँ मर्नु भएको मान्छेको खाजक दोरिल उइरो हामीदा भनेको उइरो आधा भनेको चाहिँ शोक सान्त्वना दिने भन्नु खोजेको है दिन्छ भनेर भन्छ। ल परिवार अथवा चाहिँ नातेदार चाहिँ बित्नु भएको है प्राय 3 दिनदेखि 5 दिनसम्म अन्त्येष्टि कर्म गरिन्छ है। मलामीहरू चाहिँ कालो कोट लगाएर है कालो कपडा लगाएर चाहिँ अन्त्येष्टि गर्ने ठाउँमा चाहिँ गएर बित्नु भएको मान्छेहरूको बारेमा के गर्ने स्मरण गर्ने उहाँहरूलाई स्मरण गर्ने अथवा चाहिँ शोक प्रकट गर्ने र ढोग गर्ने
र बित्नु भएको मान्छेहरूको परिवारलाई चाहिँ सान्त्वना दिने काम गर्छन् भनेर भन्नु। ल तोवान यसका साथै मेन्यान छोसाङी, मेन्यान भन्नु चाहिँ के हो त? हरेक वर्ष है, प्रत्येक वर्ष छोसाङी थोरा खासिङ है बित्नु भएका, छोसाङी थोरा खासिङ भनेको चाहिँ बित्नु भएका पितृ हुनुभएका नारायण है भएको बित्नु भएको दिनलाई खी भागो है, दिनमा चाहिँ खी भागो छाङ यसरी नाली खिल रागो है, नालुल खिल रागो खाय खाजोगी छेसारुल छिनेमिदा भनेर भनेको छ। अब त बितेको दिन, जुन दिन बितेको त्यस दिन चाहिँ के गर्छन् त भन्दाखेरि कोरियामा त्यो दिनलाई चाहिँ सम्झिएर श्राद्ध कर्म गर्दछन् भनेर भनेको। परिवारहरू मिलेर चाहिँ के गर्छन्? श्राद्ध गर्छन्। छेसारुल छिनेमिदा भनेको चाहिँ के त? श्राद्ध गर्दछन् भनेर भन्छन्। यो जो मेनन आजकल चाहिँ छेसावे हेङसिक्दो है, यो चाहिँ नि श्राद्ध गर्ने कर्मको ढाँचा पनि थाङ वा थेय भनेको छ है। विभिन्न किसिमको छुइमो, विभिन्न किसिमको चाहिँ तौर तरिकाद्वारा चाहिँ तुङ्गुल हागिदो गरे तापनि यजनेन मानी आजङ्गे छ। आजकल चाहिँ धेरै परिवारहरूमा चाहिँ यिनारुन छुङ्यो हागो यगुनिदा भनेर भनेको छ है। महत्त्वपूर्णका साथ चाहिँ दिन्छन् भनेर भन्छ। पहिला चाहिँ के त भन्दाखेरि श्राद्ध चाहिँ विभिन्न ढाँचाहरूमा गर्छन् भने अहिले चाहिँ विभिन्न कर्महरू विभिन्न किसिमले चाहिँ सम्झिने गर्ने महत्त्वपूर्णका साथ हेर्ने गर्छन् भनेर भन्छ। ल कुरो बुझ्नु। अब यसमा चाहिँ हामीलाई के को बारेमा बतायो भन्दाखेरि राष्ट्रिय दिवसको बारेमा बतायो है। राष्ट्रिय दिवसमा के रहेछ त भन्दाखेरि सामिल जल रहेछ, त्यसपछि गएर हानगेल नाल रहेछ, अनि फाङबक जलको बारेमा बताएको छ, अनि खेसान जलको बारेमा बताएको छ। चाडल राष्ट्रिय दिवसमा चाडल राष्ट्रिय दिवसको बारेमा बतायो। त्यसपछि गएर विवाहको बच्चा जन्मिँदाखेरि चाहिँ गर्ने संस्कारको बारेमा बतायो, पहिलो जन्मदिनको बारेमा बतायो है। त्यसपछि चाहिँ विवाहको बारेमा बतायो, अनि मान्छे मर्दाखेरिको बारेमा बताएको छ यसमा। ल यो कुरालाई चाहिँ राम्रोसँग अध्ययन गर्नुपर्छ। ल अगाडि हेर्नु है त। भागिन हेयो भनेर भनेको छ। भागिन हेयो भनेको चाहिँ के त? एक जाँच गर्नुहोस्। हानुगे खुख्याङिलवा छिन्यामिले हानुन इरुल मुक्को फेदाभाषिकता भनेको छ है। कोरियाको चाहिँ खुख्याङिल राष्ट्रिय दिवस र छिन्यामिल स्मरण दिवसमा चाहिँ गरिने इरुल मुद्गो कामलाई चाहिँ सोधेर थाब हाल्सुइसिन्दा भनेर भने थाबासुइता है जवाफ दिन सक्छु है, प्रश्नहरू जवाफ दिन सक्छु भनेको छ। हानुगे खुक्यालान हारे कोरियाको चाहिँ विशेष दिनमा को बारेमा मालासुइता कुरा गर्न सक्छु। कोरियाको विशेष दिनको बारेमा कुरा गर्न सक्छु। सासिनी आफ्नो ह्याङम हान इदे है, आफ्नो चाहिँ ह्याङम आधा भनेको चाहिँ के हो त? अनुभव हुनु है। ह्याङम आधा भनेको चाहिँ के हो त? अनुभव भएको। ह्याङम आधा ह्याङम आधा भनेको अनुभव हुनु है। ह्याङम भनेको के हो त? अनुभव हुनु। ल अनुभवको बारेमा यही हाल्छु इत्ता है, कुराकानी गर्न सक्छु। आफ्नो अनुभवको विषयमा पनि कुराकानी गर्न सक्छु। अब यसको 5 नम्बरमा हेर्नुहोस् त। 5 बाँकी छ। हामुल खुरेलीको नेउगा खासमा बस्नु दिएको चाहिँ पढेर विषयसँग सम्बन्धित कुरालाई चाहिँ सम्बोध गर्नु। ल अब यसको चाहिँ एन्सर पत्ता लगाउनु पर्यो है। हामीले सर र माथि त पढिसकियो है। खुख्याङिरुन यक्सा जगिन तुत्खिबुल नालरुल छिन्नाम हागना फ्याङसुक हागी हुइए नारायस छङहान नाली निदा गरे है। राष्ट्रिय दिवस चाहिँ ऐतिहासिक रूपमा गहिरो अर्थ राख्ने दिनलाई स्मरण गर्ने अथवा चाहिँ मनाइनेका लागि देशमा चाहिँ तोकिएको दिन हो भनेर भनेको छ। हानगुगे कोरियाको खुख्याङिरुन है राष्ट्रिय दिवसमा चाहिँ सामिलजल छेहमजल फाङबोकजल खेजनजल हानगेल नाली सुविधा भनेको छ। अब यो सामिलजल भनेको चाहिँ राष्ट्रको चाहिँ स्वतन्त्रताको लागि अभियान दिवस भयो। अनि यो छेहमजल भनेको चाहिँ के हो त? संविधान दिवस है। कोरियाको संविधान दिवसलाई के भन्छ? छेहमजल भन्छ। अनि फाङबोकजल भनेको छ। फाङबोकजल भनेको स्वतन्त्रता दिवस। खेसनजल भनेको के हो त? राष्ट्र
स्थापना दिवस अनि हानगुलनाल भनेको चाहिँ के त कोरियन युपी दिवस है आदि छ भनेर भन्छ छ्यामजलुन है छ्यामजल छेवे हान भनेको छ है भनेको के त भन्दाखेरि यो संविधान दिवस बाहेक चाहिँ भन्नु खोजेको है छेवे भनेको चाहिँ के त बाहेक भनेको बाहेक अगाडि पनि ये भन्ने बाहेक यो संविधान दिवस बाहेक चाहिँ आरुन खुङथ्याङ इरुन है अर्को चाहिँ राष्ट्रिय दिवसमा चाहिँ के त हप्चङ खङयु हिल्लो है कानुनी विधाको रूपमा छिजाङथोय इसुम्य है तोकिएको हुन्छ र थाक्चोङ खिन्याम सिगुवा है भनेको परिवारमा चाहिँ के त खिन्याम सिग भनेको छ है स्मरण समारोह ख्याङचोक ख्याङसागा यल्लिमिदा भनेर भनेको छ है मनाइने विभिन्न कार्यक्रमहरू चाहिँ हुन्छन् भनेर भन्छ खाजङ एस परिवारमा खाजङ भनेको परिवार हो खाजङ है खाजङ भनेको के त परिवार के भन्छ अरू खाजोक अरू के हो खागु यो सबै के त परिवार भनेर भन्छ खागु खाजोक र खाजङ परिवारमा चाहिँ किपुमुल हागी विहाय भनेको छ है खुसियाली चाहिँ हाम्के सँगै गर्नका लागि गरेर थुकी रुल खेरेङ हाम्लिदा भनेको छ झन्डालाई फहराउँछन् अथवा फहराइन्छ भनेर चाहिँ भनेको छ ल एकमा छ खुख्याङ इरुन मोदु खेङ्यु हिल्लिमिदा गरे है राष्ट्रिय दिवसमा चाहिँ सबै चाहिँ बिदा हुन्छ सार्वजनिक बिदा हुन्छ भनेर सार्वजनिक बिदा हुन्छ राष्ट्रिय दिवस सबै हुँदैन किन हुँदैन भन्दाखेरि यहाँ भनेको छ त्यहाँ छ्यान बाहेक भनेर भन्ने हो यसमा चाहिँ हुँदैन यो राष्ट्रिय दिवसमै पर्छ र यो राष्ट्रिय दिवस जुन संविधान दिवस हो दिवस यो संविधान दिवसमा चाहिँ बिदा हुँदैन यो बाहेक भनिसकेपछि सबैमा हुँदैन हानगुएन मेदाल खुख्याङ इदी सुमिदा भनेको छ कोरियामा चाहिँ मेदाल भनेको छ मेदाल भनेको चाहिँ प्रत्येक हरेक महिना भनेको छ हरेक महिना हुने एउटा होइन है यो पनि भएन अनि खुख्याङ इरन खेइन छङहान खुकबेल हान नाल इम्दिदा भनेको छ है राष्ट्रिय दिवसमा चाहिँ खेइने भनेको छ है व्यक्तिको अथवा चाहिँ आफ्नो छङहाट तोकिएको चाहिँ विशेष दिन हुन्छ भनेको छ है व्यक्तिगत अथवा चाहिँ आफ्नो चाहिँ तोकिएको विशेष दिन हुन्छ हुँदैन है किन भएन ल अनि खुख्याङ इरेन अब यो राष्ट्रिय दिवसलाई खिन्याम हागी उयायो यो राष्ट्रिय दिवसलाई चाहिँ के गर्नको लागि स्मरण गर्नका लागि ख्याङचुक ह्याङसारल हामनिदा भनेको छ है भने ख्याङचुक ह्याङसा भनेको चाहिँ के हो त विभिन्न कार्यक्रमहरू मनाउने कार्यक्रमहरू चाहिँ हुन्छ भनेर भनेको छ है त्यसको लागि चाहिँ राष्ट्रिय दिवसका लागि चाहिँ मनाइने विभिन्न किसिमका कार्यक्रम हुन्छ भनेर हो पनि हो नि त त्यसले लेखेको छ हाम्की उयायो खेराङ हामनिदा विभिन्न कार्यक्रमहरू गरिन्छ ख्याङचुक ह्याङसाका यल्लिमिदा भनेको छ नि त हो यही कुरालाई यहाँ ट्याक्क बुझ्छ ल आन्सर अब यो हाम्रो भइसक्यो अब अगाडि बढौँ